म केटाकेटी छँदाखेरि पूर्वी पहाडी गाउँमा म जन्मेको। त्यहाँनिर मेरो बाउहरू, काकाहरू, बडाहरू अनि छिमेकीहरू आएर उहाँहरू गफ गर्नुहुन्थ्यो, चिया नास्ता खाँदै कुराकानीहरू गर्नुहुन्थ्यो। म छेउमा बसेर सुन्थेँ। अनि धनी र गरिबको कुराहरू हुन्थ्यो, फल्ना धनी फल्ना गरिब भन्नुहुन्थ्यो। अनि को चाहिँ धनी भन्दाखेरि जबकि कुनै मानिसको लेखमा खेतीबारीहरू छ, त्यहाँनिर सागसब्जी, अन्नपानी, असल फलफुल, जडीबुटी जसले उपभोग गर्छ र त्यही व्यक्तिको जसको ब्यासीमा पनि राम्रो धान फल्ने खेत छ, दाल फल्ने बारीहरू छ र विभिन्न असल फलफुल फल्ने जमिनहरू छ र लेखको ताजा सागसब्जी र अन्नपानीदेखि लगाएर ब्यासीको पनि अन्नपानी, दाल, चामलहरू, धानहरूको उपभोग गर्छ, त्यो मान्छे धनी हो भनेर भन्नुहुन्थ्यो। अझ त्योभन्दा धनी को अरे भने जसको पहाडी इलाकामा घर छ, जग्गा छ, उसको टन्न गोठ छ, गाई गोरु छ, सबै कुरो छ, उसैको तराईमा अथवा मधेसमा पनि जमिन छ, घर छ, कसैलाई अँदिया लगाएको छ भने त्यो मान्छे अझ धनी। र त्योभन्दा अझ धनी चाहिँ को हो त भन्दाखेरि जसको मधेसमा अथवा पहाडमा खेतीबारीहरू छ, सबै कुरो, पशुपक्षीहरू सबै कुरो, गोठ, घर, खेत सबै छ। त्यो मान्छेको राजधानीमा पनि घर छ, घडेरी छ, अथवा व्यापार पनि छ, जागिर पनि छ भने त्यो मान्छे अझ धनी। अनि त्योभन्दा पनि अझ अर्को धनी अरे को धनी भन्दाखेरि जब नेपालमा उसको बसोबास छ र उसको विदेशमा अथवा अस्ट्रेलिया होला, क्यानाडा होला, अमेरिका होला, त्यहाँनिरको ग्रिन कार्ड छ र त्यहीँ नै बिजनेस व्यापार पनि गर्छ अथवा कुनै व्यवसाय गर्छ अथवा कुनै रोजगारी छ, जागिर छ भने त्यो मान्छे धेरै धनी हो, सबभन्दा धनी हो भनेर कुरा गर्नुहुन्थ्यो। अनि यी कुराहरू सुन्दाखेरि मलाई लाग्थ्यो, एहे, नेपालमा पनि घर हुने, नातागोता हुने, कुलकुटुम्ब हुने र पहुँचवाला मान्छे र त्यो व्यक्तिको विदेशमा पनि उसको ग्रिन कार्ड छ, उसको व्यापार बिजनेस छ भने त्यो मान्छे चाहिँ साँच्चै धनी रहेछ। त्योभन्दा अर्को धनी चाहिँ छैन कि क्या हो? अनि त्योभन्दा अर्को धनी साँच्चै छैन त भनेर मेरो दिमागमा प्रश्नहरूको जालो खेल्थ्यो, प्रश्नहरूको यत्तिकै तरङ्गहरू खेल्थ्यो र वर्षौँसम्म त्यो प्रश्न मेरो दिमागमा खेलिरह्यो। लामो समयसम्म मेरो दिमागमा त्यो प्रश्नहरू खेलिरह्यो, त्योभन्दा धनी अर्को छैन कि क्या हो? कि छ भने को छ त? तर जब म सांसारिक जीवनबाट धार्मिक जीवन प्रभु येशू ख्रीष्टको चरणमा पुगेँ र प्रभु येशू ख्रीष्टलाई मेरो मुक्तिदाता भनेर, मेरो सृष्टिकर्ता भनेर अगाडि बढ्न थालेँ, तब म बाइबल अध्ययनमा गएँ। बाइबल अध्ययन गर्दै जाँदाखेरि फिलिपी भन्ने एउटा पुस्तक छ, त्यहाँ 3:20 लेखिएको रहेछ, तिमीहरूको नागरिक त स्वर्गमा छ। ओहो, स्वर्गमा के छ? सुनको सडक छ। स्वर्गमा कुनै अभाव छैन, कुनै समस्या छैन, सुस्केरा छैन, बिमार छैन, कुनै किसिमको चाहिँ दुःख पीडा छैन। सबै आनन्दै आनन्द, खुसी नै खुसी, अमन चैन परमेश्वरको उपस्थितिमा अति आनन्द साथ रहनुपर्ने। बिमार कहिले पनि छैन, दुःख कहिले पनि छैन, पीडा कहिले पनि छैन, सुस्केरा केही पनि छैन भने सबभन्दा धनी त स्वर्गीय नागरिक पो रहेछ भन्ने कुरो मैले यो कुरा महसुस गरेको छु।